Ramchandji, namaste. सन्चै हुनुहुन्छ? हजुर ठीक छ. Okay, so this particular channel is called ELC English Learning Club, हैन? अनि हामीले चाहिँ इंग्लिश के गर्न सिक्दैछौँ भन्दाखेरि डिफरेंट प्लेसेसमा हामीले इंग्लिश चाहिन्छ. अब तपाईं चाहिँ एउटा रेस्टुरेन्टको ओनर हुनुहुन्छ. रेस्टुरेन्टमा चाहिँ तपाईलाई गेस्टहरुलाई हैन सर्भिस दिनुहुन्छ, हेल्प गर्नुहुन्छ. तपाईलाई इंग्लिशको कतिको चाहिन्छ अनि यहाँ कस्तो कस्तो कस्टमर आउनुहुन्छ. तपाईले उहाँलाई इंग्लिशमा डिल गर्नु पर्यो भने कसरी गर्नुहुन्छ? धेरै जस्तो चाहिँ नेपाली कस्टमरहरु नै आउनुहुन्छ र कहिलेकाहीँ चाहिँ यो इन्डियन कस्टमरहरु पनि धेरै नै हुनुहुन्छ र कहिलेकाहीँ चाहिँ इन्डियन र नेपाली बाहेक अरु कस्टमरहरु नै आउनुहुन्छ. जबकि उहाँहरुले चाहिँ खासै धेरै नेपाली पनि बुझ्नुहुन्न र हिन्दी पनि बुझ्नुहुन्न. त्यो बेलामा चाहिँ हामीले चाहिँ इंग्लिशमा त्यस्तो म चाहिँ इंग्लिशमा त्यस्तो पर्फेक्ट पनि छैन, तैपनि कोशिश गरिराख्नु छ. अनि त्यो अब विशेष गरी नेपालको र इन्डियाको कस्टमरदेखि बाहेक अफ्रिकन कस्टमर आउनुहुन्छ जसले इंग्लिश मात्रै बुझ्नुहुन्छ. अनि उहाँहरुको लागि तपाईले इंग्लिशमा कसरी डिल गर्नुहुन्छ अथवा तपाईले उहाँहरुलाई पनि ट्याकल गर्नको लागि कसरी इंग्लिश सिक्दै हुनुहुन्छ? एरर कन्ट्री गिभ मी मेनु नेपाली फुड खासै आउँदैन. तर तपाईले अनि तपाई हाम्रो ELC को टिकटक कतिको हेर्नुहुन्छ? ELC को टिकटक मैले खासै हेरेको छैन अहिलेसम्म. अब चाहिँ हेर्नुला. हुन्छ. हाम्रो ELC भन्ने इंग्लिश लर्निङ क्लब छ. एभ्री डे 9 to 10 PM हामी टिकटकमा लाइभ आउँछौँ. अनि तपाईहरु जस्तै साथीहरु जसलाई चाहिँ इंग्लिश सिक्नुपर्ने हुन्छ, कम्युनिकेसनको लागि, कस्टमरको लागि हैन, अनि त्यस्ता चाहिने इंग्लिशको चाहिँ हामी कुराकानी गर्छौँ त्यहाँ है. त्यसकारणले ELC को लाइभ हेर्दै गर्नुला. एभ्री डे नाइट टाइममा चाहिँ 9 to 10 PM हामी आउँछौँ. हस्, हेर्दै गर्नुहोस् ल. अनि इंग्लिश सिक्नुभयो भने तपाईको व्यापार बिजनेस पनि अगाडि बढ्छ. सप्लायरसँग कम्युनिकेसन गर्न सकियो हैन, लोकल अर्बाबहरु आयो भने कम्युनिकेसन गरियो, सबैसँग गर्न सकिन्छ. हस्, थ्यांक यू.